हेलो साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। हामी चाहिँ आज खाना साना खायोरी नानीहरुलाई स्कुल पठाएर चाहिँ यसो घर बसिरहेको। अनि घर बस्दा बस्दा बोर भयो, अनि त्यही भएर चाहिँ दमौली बजार घुम्न जान लागेको। साथीहरु, अब बजार घुम्न त जान लाग्यो, अब कहाँसम्म जाने के गर्ने भन्ने प्लानिङ छैन। त्यही भएर म चाहिँ अब यो भिडियो बनाउँदै छु। मेरो भिडियो दमौली बजार घुमेको भिडियो चाहिँ पुरा हेरिदिनु होला। धन्यवाद। गाइज, हामी चाहिँ दमौली बजार लाग्यो है। स्कुटर बनाउनु थियो क्या। ल खेद्रक खेद्रक भयो कि स्कुटर अस्ति गएर। ल गाइज, हाम्रो स्कुटीको हालत चाहिँ यस्तो भयो। खासै थाहै थिएन स्कुटी बिग्रिया भनेर, तर यहाँभित्र यसको भाँचिएको रहेछ क्या। कर्स नखाने होला, हामी गाउँले हो, गाउँतिरै हामी पनि। गाइज, यो दमौली बजार यहाँबाट जानु। सो गाइज, म चाहिँ दमौली बजार यसो परिक्रमा गरेर बाटोमा दिदीलाई भेट भयो। अनि दिदीलाई भेट भएपछि दिदीले ल घरतिर जाऊँ न त, खाजासाजा खाऊँ भनेर चाहिँ यसो दिदीसँग हिँड्दै आएको। दिदीको घर गएर के खाजा खाने हो त्यो। अहिले खाजा खाने बेलामा भनौँ लास्टै भोक लाग्यो क्या। फेरि आज 8 बजे नै खाना खाएको, जिम गएर आएर अनि खाना खाइदिइहालेको क्या। हिजो बेलुका खाना नखाइकन सुतेको नि त, त्यही भएर भोक लागेर बिहान चाहिँ चाँडै खाएको। गाइज, दिदी घर चाहिँ आइपुग्यो। अब हाम्रो दिदी घर चाहिँ यो है, यो बिचको यो सटरदेखिको घर चाहिँ। ल, हामी चाहिँ यतिलाई चाहिँ अब खाजा बनाएर खान्छौँ। अब चाहिँ अब खाजा चाउचाउ पकाएर खान्छौँ। चाउचाउ चाहिँ अब बनाएर एकछिनमा खान्छौँ। ल गाइस, आजको खाजा चाहिँ यही है। ल, चाउचाउ र चिसो कोक। ल गाइस, यो चाहिँ 4 नम्बरबाट देखिने भ्यू है। यो चाहिँ 4 नम्बरबाट देखिने भ्यू, दमौलीको भ्यू। हामी अस्ति गएको गाउँ चाहिँ त्यो डाँडा हो, यहाँबाट पनि देखिने रहेछ। एकदम राम्रो छ, यहाँबाट सबै देखिने रहेछ क्या। अझ घाम लागेको भएर खासै यताको देखिएन, यहाँबाट चाहिँ सबै राम्रो देखियो क्या। यताबाट चाहिँ सर हो, त्यो गाउँ चाहिँ मेरो अस्ति गएको गाउँ है। ल गाइस, हामी चाहिँ अब घर जान लाग्यो। घर जानु भएन नि, बजारतिर अझै काम छ। अघि सके छैन अघि काम,
त्यहाँ दिदीलाई भेट भयो अनि त्यतिकै आयौँ अलिकति काम सकेर अनि खासै काम सकेन अहिले गएर चाहिँ अब हेलो गाइज भन्नु हेलो म पनि स्कुल गएर आएँ भन म पनि स्कुल गएर आएँ हामी घर आएको त छोरी पनि स्कुलबाट आइछ है हेलो गाइज मेरो पुरा भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो युट्युब च्यानललाई चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु अनि सेयर पनि गरिदिनु होला हजुरहरूले मेरो साथ सपोर्ट र माया गरिदिनु भयो भने म पनि नयाँ नयाँ यस्तै भिडियोहरू ल्याउँछु धन्यवाद।